Melasi रहेछ यो यम चाहिँ लासी ओ फाइभ यो कोले नेम चाहिँ लासी रहेछ साँगो फारम नेम चाहिँ पोलको मेनक त नेम रहेछ नेम चाहिँ लासी छ मान्छे दे मिल्यो फुल चाहिँ मिल्यो आसित म त्यो ओराम सिधा हो डाँडा सिधा हो रोड ने खती गल पा भयो लंका नि बिचे पटो को दिवा पा अरे ओरम को दिवा पार भयो यसो भए पनि यो हो मेरो मामलिम देलवाए भन्ने खेत तल देखिने गरदेखि उभो देखिने त यहाँदेखि यता यो सबै भित्रको जङ्गल पर खोलैसम्म हो यो माथिबाट हाइवे सोताङ जाने हाइवे वाकु जाने हाइवे रोड छ यो त्यहाँनिर एकजना महिला मेरो श्रीमती हो ऊ बसिरहेकोहरू यो केरा चाहिँ पर्दैन केरा चाहिँ अरूको हो त्यही केरैको फेददेखि उँधो परको केराको झाङ भएकोदेखि यता अनि यिनीहरू सबै ढुङ्गै बेच्दा पनि करोडौँको ढुङ्गा छ घर बनाएर हाइवे रोडमा घर बनाएर बस्नुपर्ने उत्तम छ ठुलो हाइवे रोड हो यो यहाँबाट लगभग यिनीहरू सबै पर्छ यो रुखपातहरू घाँस दाउराहरू यहाँ बसेर बाख्रा पालन बङ्गुर पालन वस्तु पालन गर्नु सकिने ठाउँ बस्तीहरू पनि त्यहाँबाट बाक्लै छ पारीबाट उभो देखिने बस्ती नजिकै छ पारीपट्टि वाकु गाउँ छ ठेकमा लिनेहरूलाई पनि दिने इच्छुक किन्ने खोज्ने व्यक्तिहरूलाई पनि दिने यहाँबाट अब म मेन रोड देखाउँदैछु मेन रोडमा निस्कनु यही हो मेन रोड हाइवे रोड यही हो पिच भएको छैन अब छिट्टै पिच हुनेवाला छ यो हाइवे रोड यता यो खोलादेखि उधै पर्छ यो चिलाउनेहरू पर्छ चिलाउनेको रुख हो यिनीहरू सबै पर्छ यहाँबाट राम्रो पानी सधैँ आइरहने पानी खोलादेखि 100 मिटर पनि छैन र 50 मिटर लगभग पाइप ल्याएर पानी प्रशस्त गर्न सकिन्छ बत्ती चाहिँ अलिक माथिबाट झार्नुपर्छ आउँछ यिनीहरू सबै हो यो पाको सबै हो तलैसम्म पर्छ 6-7 रोपनी कति छ लगभग यहाँबाट जाँदा जाँदै पानीको मुहान पनि भेटिन्छ एकदम नजिकै छ यो बाँस चाहिँ पर्दैन यो बाँसकै फेदबाट उँधो हो त्यही सिधा छ यो जमिन पर्छ यतातिर
बाख्रा पालन, बङ्गुर पालन, कुखुरा पालन जे गर्दा पनि हुने टक्क यो घुम्टीमा त्यो केराको बोटदेखि यतापट्टिको उसदेखि यता यहाँसम्म ठुलो रिसोर्ट बनाउँदा पनि हुने। यदि चाहिएमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98 23 00 7874 98 23 00 7874 मा सम्पर्क गर्नुहोला। यी बगिरहेको पानी छ, यो एकदम यहाँबाट यही कुनामा पाइप हालेर लगियो भने म पानीको मुहान पनि देखाउँछु, नजिकै छ। करिबन 60 मिटर 50 मिटर 60 मिटरको दूरी हो, हाइवे टच। अब यो छिटै पिच हुनेवाला रोड हो। सोताङ, वाकु, हाकुला, वाप्सा, बुङ छेस्काम जाने मेन हाइवे। यो एकदम पानीको मुहान। यो अहिले यति सानो भए पनि पछि ठुलो त्यो ठाउँमा खेत पनि रोप्न सकिने, जे गर्नु पनि सकिने। त्यसको मुहानीभित्र, मुहान होइन माथिबाट आएको पानी हो। एकदम राम्रो पानी छ, एकदम राम्रो पानी। यो पानी लग्न सकिने। यो रोड पाइप चाहिँ ओछ्याउनु पर्छ। यसको माथि साह्रै राम्रो ठाउँ छ। यो पानी यही कुनाबाट लानु मिल्छ। धेरै राम्रो ठाउँ छ। ल, इच्छुक व्यक्तिहरूले सम्पर्क गर्नुहोला। यसको अलिक माथिदेखि उँभो पनि एक प्लट छ 15 रोपनीको। यो तल्ल 5 रुपियाँ 6 रोपनी कति छ त्यो मलाई यकिन भएन। अमिन्दा र नाप्दा थाहा हुन्छ। 1770 वर्ग मिटर हो के त्यसको चाहिँ। ल, धन्यवाद। सम्पर्क गर्नुहोला।